हेलो गाइस, हामी फाइनली सुर्खेतको रङ्गशालामा आइसकेका छौँ। हाम्रो नेपालको वान अफ द बेस्ट स्टेडियम सुर्खेत कर्णालीको यो मुटु भन्न मिल्छ। भाइ के छ हालखबर? नि अब हामी जाँदैछौँ रङ्गशाला हाम्रो नेपालको। धेरै एक्साइटेड छौँ र हाम्रो दाई पनि आउँदै हुनुहुन्छ, सन्दीप दाई आउँदै हुनुहुन्छ पछाडि कपिल वस्तुको। हाम्रो धेरै एक्साइटेड छौँ हामी। वान अफ द बेस्ट नेपालको एकदमै आधुनिक तरिकाले बनेको छ यो रङ्गशाला। हामी चाहिँ भर्खरै आएको तुलसीपुरबाट। हेर्दै गर्नु होला, यहाँको गेमको भिडियोहरू पनि आउनेछ है त। र फाइनली हामीसँग सन्दीप दाई पनि आइसक्नु भएको छ। हेलो दाई, कस्तो अनुभव भइरहेछ? अब हामी भित्र गएपछि भेट हुनेछौँ। हाम्रो यो वान अफ द बेस्ट नेपालको एकदम राम्रो आधुनिक ढङ्गले बनाएको रहेछ, एकदम खुसी लाग्यो। अब भित्र गएपछि म हजुरहरूलाई देखाउने छु। यहाँ सक्नुहुन्छ हाम्रो सुर्खेत वीरेन्द्रनगरको यो रङ्गशालाको दृश्य एकदम राम्रो छ गाइस, कति राम्रो। आहा, क्या मजा आइरहेछ। यहाँ चिसो हावा चलिरहेको छ। हाम्रो वीरेन्द्रनगरको रङ्गशाला फाइनली हामी आइसकेका छौँ। अब हामी अगाडि गएर यहाँबाट छिर्न मिल्दैन, त्यस कारणले गर्दा हामी अघि गएर अगाडिको भ्यूहरू देखाउनेछौँ। लेजेन्ड गोपीचन्द्र पार्की। ल बोल न दाइ, बोल न। 1500 मिटरको फाइनल दौड प्रतियोगिता सुरु भइरहेको छ। यहाँनिर सुर्खेतमा आयोजना भइरहेको 46औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता म हजुरहरूलाई देखाइरहेको छु। हेर्न सक्नुहुन्छ यहाँनिर 1500 मिटरको यो फाइनल दौडमा कसले जित्छ त गोल्ड मेडल हेर्न बाँकी छ। नागे दाई, विश्व कसले जित्छ भन्ने कुरो थाहा छैन। भिडियो अन्तिमसम्म हेर्नु होला, अनि माया पनि गरिदिनु होला, लाइक पनि हानिदिनु होला है त गाइस। के हुन्छ त आर्मी क्लबले अगाडि पछाइरहेको छ। सेकेन्डमा पनि आर्मी र थर्डमा नेपाल पुलिस क्लब, फोर्थमा बागमती प्रदेश। खेल एकदमै राम्रो प्रतिस्पर्धात्मक रूपमा गइरहेको छ। खेल हो, हार जित भइरहेको छ, तर कसले जित्छ भन्ने कुरो यहाँ म्याटर गर्छ। 1500 मिटर दौड कसले जित्छ त यो आजको प्रतिस्पर्धा हेर्दै गर्नुहोस्। लाइक कमेन्ट गर्नु होला, आफ्नो साथीहरू चिन्नु। केही छैन। अनि यो भिडियो चाहिँ यिनीहरूलाई स्पेसलै दिनुपर्छ कि हाम्रो साथीहरू पनि छ, त्यही भएर। होइन आइफोन होइन, स्यामसङ हो। मजा लाग्छ। Keep it up, keep it up. विश्व
लास्ट ल्याप चलिरहेको छ। को आउँछ? प्रतिस्पर्धा एकदमै घमासान भइरहेको छ। जसले जिते पनि अब हाम्रै केटाहरू हो, मलाई त केही मतलब छैन, सपोर्ट सबैलाई हो। मलाई लाग्छ नागी दाइले सेकेन्डसम्म हान्नुहुन्छ कि जस्तो लागिरहेको। फिनिसिङ राम्रो छ क्या नागे सरको फिनिसिङ। अजय यु क्यान डु इट। भिडियो गरिरहेको छु म। 34 अमृतले नै टक्कर दिएर जस्तो छ। अमृतले 25 हो कि अन्त त धेरै फास्ट भयो है। लाभ 65 66 67 68 70 के गयो। वही को राजन दाई बोल रही हो। अजय भन न। अजय यू कैन मैन। अरे कम ऑन कारकी दाइले लिड दियो क्या अब। कारकी दाइले लिड दिने बित्तिकै एनएलसी ले के होला।